धेरै चिजहरू हिमालको विषयमा चाहिँ जस्तै हिमाल चढेर मात्रै समृद्धि हुने होइन, हिमाल त संसारको एउटा वाटर टावर पनि हो, एउटा सभ्यताको द्योतक पनि हो हिमाल भनेको। त्यसले गर्दाखेरि सबै चिज एक्सपिडिसनमा नजोडौँ, तर कन्जर्भेसनका कुराहरू आए, हिमाललाई चाहिँ हेल्दी बनाउन के गर्न सकिन्छ। अहिले तपाईँको चाहिँ त्यसै पनि अब यो ग्लोबल वार्मिङका कारणले गर्दाखेरि, पल्युसनको कारणले गर्दाखेरि हिमालहरू आफै रोगी भइसकेका छन्। अब यो त फेरि कस्तो हुन्छ नि, हिमाल भनेको त अब शुद्ध पिउने पानीको त संसारको टावर हो। त्यसले गर्दा त्यहाँ एक्सपिडिसनै मात्रै गरिराख्दाखेरि पनि के हुन्छ भने भोलि गएर त पल्युसन हुन्छ नि त। सीमित व्यक्तिले आरोहण गर्दैन भन्दा त फेरि असीमित व्यक्तिलाई त असर पर्छ नि त यहाँनिर। त्यसले गर्दा त्यो चाहिँ एउटा अभियान निश्चित देखाउनको लागि मात्रै भयो, तर एज अ बिजनेसको रूपमा चाहिँ एक्सपिडिसनलाई चाहिँ लानु हुँदैन। र उनीहरूले पनि किन विभिन्न प्रोजेक्टहरू हिमालमा जोड्यो भने सधैँभरि जीवन एक्सपिडिसन मात्रै गरेर चल्दैन। यो त जहिले पनि रिस्क हो, फ्रजाइल हुन्छ हिमाल भनेको। त्यसले गर्दा यसलाई चाहिँ विभिन्न कन्जर्भेटिभ को चाहिँ स्टेटमेन्ट दिएर चाहिँ विभिन्न खालका प्रोजेक्सनहरू गर्ने, वर्ल्डलाई हिमाल चिनाइराख्ने, हिमालसँग चाहिँ त्यो सद्भाव सधैँ कायम गरेर राख्नको लागि चाहिँ उनीहरूले के गर्यो भने विभिन्न खालका संस्थाहरू खोले, त्यहाँ इन्टरनेसनल प्र्याक्टिसहरू गरे। इन्टरनेसनल त्यो चाहिँ जुन जति पनि त्यो प्र्याक्टिसनरहरू छ उनीहरूको ध्यान आकर्षणहरू गरेको थियो नि। त्यसले गर्दाखेरि चाहिँ के भने हिमाल 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 भन्दाखेरि नेपाल 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 भने जस्तै संसारभरि चाहिँ त्यो एउटा पहिचान रहन गयो।